सुनिरहेको छु सर, सुनिरहेको छु। ल ल ख्रिसको दोस्रो आगमन सम्बन्धी पुनरागमन दोस्रो आगमन सम्बन्धी हेरौँ है। पहिला चाहिँ द सेकेन्ड कमिङ अफ जिजस क्राइस्टको बारेमा हेरौँ ल। यसो क्रिस्टको दोस्रो आगमन सम्बन्धी बाइबलले के भन्छ भन्ने कुरा हेरौँ ल। हिब्रू 9:27ले के भन्छ भन्दा चाहिँ जसरी मानिसको निम्ति एकपटक मर्नु निश्चित छ त्यसपछि इन्साफ होइन, त्यसरी ख्रिस्ट पनि धेरैजनाको पापका पाप बोक्नलाई एकैपल्ट बलि हुनुभयो र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गरेहरूका उद्धारको निम्ति भन्छ के। है, यो पदले के भन्छ त, यसो ख्रिस्ट दोस्रो पल्ट देखा पर्नुहुनेछ है भन्ने कुरा चाहिँ याद गरौँ है। अर्थात् यसु ख्रिस्टको दोस्रो आगमन हुनेछ भन्ने कुरा चाहिँ यो पदले भन्छ। त्यो पनि किन हुनेछ भन्दापछि पाप बोक्नलाई होइन, अब पाप क्षमा गर्नलाई होइन, तर के गर्नलाई, उत्सुकतापूर्वक उहाँहरूको लागि प्रतीक्षा गरिरहेका जस्तै तपाईँ र हामी है, तिनीहरूलाई उद्धार गर्नको लागि चाहिँ यसु ख्रिस्ट आउनुहुनेछ भन्छ कि। अझ अर्को भाषामा भन्यो भने चाहिँ जिउँदा र मरेकाहरूको न्याय गर्न आउनुहुन्छ कि। है, अब दयालु, अब एकदमै मायालु टिठालु त्यो थुमा भएर आउनुहुन्न, अब चाहिँ एकैचोटि न्यायकर्ता भएर है, न्यायकर्ता भएर आउनुहुन्छ है, जसले जिउँदा र मरेकाहरूको न्याय गर्नुहुन्छ। अनि हामीले पहिलो तेस्सलोनिके 4:16मा हेर्नु भयो भने किनकि प्रभु आफै स्वर्गबाट ओर्लन हुनेछ है, मतलब अहिले उहाँ कहाँ आउनुहुन्छ त, स्वर्गमा हुनुहुन्छ तर ओर्लन हुनेछ है। यसकारण भाइयो, प्रभुको आगमन नआउन्जेल धैर्य धारण गर र ख्रिस्टको पुनरागमनको विचार प्रेरितहरूले धैर्य धारण गर भनेको छ है। अनि यो विचार कहाँबाट पाए प्रेरितहरूले होइन, यो बाइबलका लेखकहरूले भन्दापछि ख्रिस्ट आफैबाट पाए के। है, तिनीहरूले प्रभु येशू ख्रिस्टको स्वयंबाट पाएका थिए कि यी कुराहरू चाहिँ, प्रभु आउनुहुन्छ भनेर है। मर्कुसको पुस्तकमा हेर्नुभयो भने चाहिँ यसो ख्रिस्टले 3 पटकसम्म उहाँ चाहिँ उहाँ मर्नुहुनेछ, उहाँ चाहिँ पुनरुत्थान हुनेछ भनेर चाहिँ उहाँले के गर्नुभएको थियो त, आगमबाडी गर्नुभएको थियो है। त्यसै गरी चेलाहरूसँग हुँदै गर्दापछि यो पढौँ है, मत्ती 24:30-31 के रहेछ। हजुर, यो मत्तीको पुस्तक 24को 30देखि 31 यसरी लेखेको छ, 30 र 31। तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन् र तिनीहरूले मानिसको पुत्रलाई आकाशको बादलमा शक्ति र ठुलो महिमा साथ आइरहेको देख्नेछन्। उसले आफ्नो स्वर्गदूतहरूलाई तुरैको ठुलो आवाजको साथ पठाउनेछ र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उहाँका चुनेकोहरूलाई भेला गर्नेछन्। आमेन, हेर्नु त, अघि माथि उद्धारका निम्ति होइन, उद्धारको निम्ति आउनुहुनेछ भनेर चाहिँ यहाँ चाहिँ भेला गर्नको निम्ति आउनुहुनेछ भनेर चाहिँ यसो ख्रिस्ट चाहिँ आउनुहुन्छ है। यसो ख्रिस्ट आफैले चेलाहरूलाई भन्नुभएको छ है, यस्तो हुनेछ भनेर भन्नुभएको छ। अब हाम्रो कुरा चाहिँ के छ भन्दा चाहिँ यसो ख्रिस्टको आगमन चाहिँ कस्तो हुन्छ भनेर चाहिँ प्रश्न गर्नुपर्ने हुन्छ कि खासमा है। अनि यहाँ हामीले बुझ्नुपर्ने कुरा छ भने यसो ख्रिस्टको आगमन चाहिँ अचानक हुन्छ, व्यक्तिगत हुन्छ, दृश्यमान हुन्छ र शारीरिक हुन्छ के। है, त्यो आत्मामा होइन, कसैले नदेख्ने गरी होइन, चोर जस्तै भनेर भनेको छ। तर यसु ख्रिस्टको दोस्रो आगमन हुने बेला सबैले देख्नेछ क्या यसु ख्रिस्टलाई है। सबैलाई उहाँ सर्वव्यापी हुनुहुन्छ भनेको मतलब के हो, एक समयमा सबैतिर उपस्थित हुन सक्ने के। है, यसु ख्रिस्टको दोस्रो आगमन चाहिँ शारीरिकमा हुनुहुन्छ, शरीरमा हुन्छ, दृश्यमान हुन्छ र व्यक्तिगत हुन्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ है हामीले चाहिँ। अनि धेरैले धेरैले यसमा चाहिँ के भन्छ भने चाहिँ यसो जस्तै जानुभयो त्यस्तै आउनुहुन्छ भन्ने कुरा छ कि यहाँ चाहिँ, बुझ्दै हुनुहुन्छ। अनि मलाई त्यो एउटा कुरा चाहिँ अब भनौँ कस्तो, अब यो हुन्छ नि, अब त्यति स्योर चाहिँ छैन, तर पनि मलाई चाहिँ एउटा लागेको कुरा चाहिँ के छ भन्दा चाहिँ यसो ख्रिस्ट अहिले पनि परमेश्वरको दाहिने हातमा बस्नु भएको बेलामा चाहिँ उहाँको हातहरू अहिले पनि दुला परेको छ भनेर चाहिँ कतिले भन्छ कि। है, अनि उहाँ चाहिँ अहिले पनि शरीरमा हुनुहुन्छ, उहाँ परमेश्वरको दाहिने हातपट्टि होइन, आउने बेला पनि त्यस्तै आउनुहुन्छ भनेको छ कि। है, त्यो कुरा चाहिँ बुझ्नुपर्छ। यो प्रेतको 1:11 पढौँ न है। प्रेत 1:11 पढौँ।
कि म पढौँ? हुन्छ, प्रेरित 1:11 लेखेको छ, तिनीहरूले भने, गालिलका मानिस हो, तिमीहरू किन आकाशतिर उभै हेरिरहेका छौ? यही यसो जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। हेर आमेन। त, आमेन। जसरी लगिनुभयो त्यसरी आउनुहुनेछ के, है। जब यसोको पुनरुत्थान भयो, चेलाहरूसँग 40 वर्ष 40 दिनसम्म बस्नुभयो, होइन। बस्दै गर्दा पछि इभन थोमसले, होइन, त्यो हुन्छ नि, शङ्का गरेर उसको यसोको हातमा चाहिँ हुन्छ नि, औँला औँला छिराएको थिए, है। अब भूत प्रेतको त हुँदैन, तर यसोकोमा त अब हुन्छ नि, अब त्यो थियो, बडी थियो, शरीर थियो, होइन। अनि सबैसँग खानुभयो, बस्नुभयो, होइन। र अन्तमा व्यक्तिगत रूपमा उहाँ चाहिँ स्वर्ग उठाइ ल्याइदिनु भयो के। र त्यहाँ स्वर्गदूतहरूले के गवाई दिन्छन्? जसरी उहाँ लानुभयो, यही यसु जसरी लानुभयो त्यसरी आउनुहुनेछ भन्नुको मतलब के हो त, है। उहाँ शरीरमा जानुभयो, अलौकिक शरीरमा, होइन। भौतिक शरीरमा, अलौकिक शरीरमा जानुभयो, अलौकिक शरीरमा आउनुहुनेछ भने हो कि वास्तवमा चाहिँ, है। त्यति बेला सबैले देख्नेछन् यसोलाई, है। सबैले देख्नेछन् भनेर चाहिँ हामी विश्वास गर्छौँ। यूहन्ना 14:6 पनि त्यही हो, है। मलाई देख्नेले पितालाई देखेको छ भनेको कुरा चाहिँ त्यो हो। अनि अर्को कुरा चाहिँ के छ भन्दा चाहिँ हामीले बुझ्नुपर्ने कुरा चाहिँ, दोस्रो कुरा चाहिँ के छ भने, ख्रिस्टको आगमनको समय चाहिँ अज्ञात छ कि कसैले थाहा छैन, है। पितालाई बाहेक कसैले थाहा छैन ख्रिस्ट कहिले आउनुहुन्छ, कहाँ आउनुहुन्छ, है। कसैलाई थाहा छैन, तर किन आउनुहुन्छ भन्ने कुरा चाहिँ पक्कै पनि हामीलाई थाहा छ, है। अनि तपाईँले यो मत्तीको 24 अध्याय, होइन, अनि मर्कुसको 13 अध्याय र लुकाको 21 अध्यायमा हेर्नुभयो भने चाहिँ अन्त्यका चिन्हहरू छन्, है। ठिक छ, अब थोरै अगाडि जाउँ। अब यो हेरौँ है, तर यो पनि हेरौँ है। यसोको दोस्रो आगमन हुनुभन्दा अगाडि धेरै घटनाहरू घट्नेछन्, जस्तै भूकम्पहरू जानेछन्, अनिकाल महामारी हुनेछन्, होइन। मत्ती 24 र मर्कुस 13 अनि लुका 21मा जसलाई बाइबलमा अन्तिम चिन्हहरू भनेर उल्लेख गरिएको छ, अन्तिम चिन्हहरूलाई मोटामोटी यसरी हेर्न सकिन्छ, है। हामीले सिक्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि बाइबलमा त्यो अन्तिम चिन्हहरू छ नि, अब तिनवटै सुसमाचारको पुस्तकमा, त्यो सुसमाचारको पुस्तकलाई मोटामोटी यस्तो रूपमा बाँड्न सकिँदो रहेछ कि पहिलो भागमा चाहिँ के रहेछ है, त्यो चिन्हहरू जति पनि चिन्हहरू घटेको छन् नि, अहिले त्यो पढ्न सम्भव छैन। तर त्यो चिन्हहरूलाई हेर्नुभयो भने मुख्य 3 किसिमका छन् कि, मुख्य मुख्य हेर्नुहोस् है, मोटामोटी परमेश्वरको अनुग्रहको प्रमाण दिने, होइन, यो त प्रमाण भएछ है, प्रमाण दिने चिन्हहरू खासमा, है। परमेश्वर अनुग्रही हुनुहुन्छ, परमेश्वर कृपालु हुनुहुन्छ भनेर चाहिँ एभिडेन्स दिने, प्रमाण दिने चिन्हहरू, जस्तै उदाहरणको लागि के हुन्छ भने सबै राष्ट्रले सुसमाचारको घोषणा हुनेछ, होइन। इजरायलको पूर्णताको मुक्तिको निम्ति भनेछ, है। मतलब चाहिँ त्यति बेला चाहिँ सबै संसारमा सुसमाचार फैलिनेछ, सबैले संसारमा सुसमाचार पुग्नेछ भनेर त्यहाँ लेखिएको छ के, है। त्यसले चाहिँ के देखाउँदो रहेछ भन्दापछि परमेश्वर चाहिँ अनुग्रही हुनुहुन्छ, परमेश्वर चाहिँ धैर्यवान हुनुहुन्छ भनेर चाहिँ देखाउँदो रहेछ, है, त्यो प्रमाणहरू। अनि त्यसपछि दोस्रो कुरा चाहिँ के देखाउँदैछ नि, परमेश्वरको विरोधलाई प्रमाणित गर्ने चिन्हहरू, है। अनि दोस्रो कुरा चाहिँ के छ भने परमेश्वरको विरोध गर्ने चिन्ह, विरोध गर्ने प्रमाणहरू दिँदो रहेछ, जस्तै सङ्कष्टहरू, धर्मत्यागहरू, ख्रिस्ट विरोधीहरू, है। अन्त्यका दिनहरूमा हेर्नुभयो भने मान्छेहरू ख्रिस्टलाई त्याग्नेछन्, हेर्नुहोस्, है। धार्मिक कामहरू त्याग्नेछन्, आफ्नै इच्छाको मन, होइन, जे मन लाग्यो त्यो कुरा गर्नेछन्, है। अनि धेरै सङ्कटहरू आउनेछ भन्ने कुरा चाहिँ प्रमाण दिँदो रहेछ। अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि परमेश्वरको न्यायको प्रमाण के, है। भूकम्पहरू, होइन, युद्धहरू, अनिकालहरू भनेको चाहिँ परमेश्वरको न्याय, परमेश्वर हुनुहुन्छ। हामीले गलत गरेपछि हामी न्यायबाट जानै पर्छ भन्ने कुरा चाहिँ न्यायको प्रमाण चाहिँ दिँदो रहेछ, है। यो चाहिँ मुख्य, है। यसो ख्रिस्ट आउनुभन्दा अगाडि घटनाहरू घट्छ, त्यो घटनालाई चाहिँ हामीले मुख्य 3 भागमा पनि हेरेका छौँ ल। अब यसु ख्रिस्टको दोस्रो आगमन सम्बन्धी केही विचारहरू छ, है। त्यो विचार चाहिँ के छ चाहिँ 1000 वर्षको समय के, अब, होइन। यो धेरैले पढिसक्नु भयो होला, केही छ अहिले त्यो भन्नुपर्ने कुराहरू, थप्नुपर्ने कुराहरू जानुभन्दा अगाडि। यो सहस्राब्दी भन्दो रहेछ कि, मलाई पनि थाहा थिएन, यो मिलेनियम भन्छ, होइन। मिलेनियममा चाहिँ यो हाम्रो सिस्टमेटिक थियोलोजीमा यो विजय कर्मचारीले सहस्राब्दी भनेर चाहिँ पढाउनु हुँदो रहेछ कि, अनि मलाई चाहिँ राम्रो लाग्यो, त्यही शब्द राख्यो, है। यो मिलेनियम मात्रै राख्यो, मलाई चाहिँ मिलेनियम, पोस्ट मिलेनियम, होइन।
प्रि मिलेनियम भन्ने मात्रै थियो। केही छ तपाईँहरूलाई अहिलेसम्मको? अगाडि बढौँ। बरौ सर ल। अगाडि। अनि 1000 वर्षको समयलाई सहस्राब्दी भनिन्छ है। जस्तो यो कुरा चाहिँ कहाँ छ? यो चाहिँ यो प्रकाशको 20 अध्याय, यहाँ मैले लेखेको छु है, प्रकाशको 20 अध्यायको 2 देखि 5 पदसम्म लेखेको छु, म पढ्छु ल। कसैले पढिदिनुहुन्छ नभए यहाँ यो स्क्रिन हेरेर? जसलाई सहज हुन्छ। बाइबल नै हो, बाइबललाई पढिदिनु नभए कसैले। यो स्क्रिनमा प्रकाशको भएको पढ्ने भन्नुभएको? हजुर, प्रकाशको 20 अध्यायदेखि 20 अध्यायको 2 देखि 5सम्म। ल पढ्छु। हुन्छ म तिनले त्यो अजिङ्गर त्यो प्राचीन सर्प जो दियावलस र शैतान हो त्यसलाई पक्रे अनि 1000 वर्षका निम्ति बाँधेर राखे। तिनले त्यसलाई अत्तल कुण्डमा फालिदिए र त्यो कुण्ड बन्द गरी मोहर लगाइदिए ताकि 1000 वर्ष अन्त नभएसम्म जाति जातिहरूलाई त्यसले बहकाउन नपाओस्। त्यसपछि केही समयको निम्ति त्यसलाई फोक्का गरिनुपर्छ। तब मैले सिंहासनहरू र त्यसमाथि बस्नेहरूलाई देखेँ जसलाई इन्साफ गर्ने अधिकार दिएको थियो। तब येशूका गवाहीको निम्ति र परमेश्वरका वचनको निम्ति शिर काटेकाहरू र त्यो पशु र त्यसका मूर्तिको पूजा नगर्नेहरू र त्यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्माहरूलाई मैले देखेँ। तिनीहरू फेरि जीवित भए र तिनीहरूले ख्रिस्टसँग 1000 वर्षसम्म राज्य गरे। अरू मरेकाहरू चाहिँ ती 1000 वर्ष नबितुन्जेल जीवित भएनन्। यो पहिलो पुनरुत्थान हो। यो के अरे हजुर 1000 वर्षको कुरा देख्नुभयो तपाईँले यहाँ चाहिँ? यो के अरे कहाँ छ 1000 वर्ष र 1000 वर्ष राज्य गरे भनेको छ नि त। तिनीहरू फेरि जीवित भए र तिनीहरूले ख्रिस्टसँग 1000 वर्ष राज्य गरे, 1000 वर्षसम्म राज्य गरे। बुझ्दै हुनुहुन्छ? अनि 1000 वर्षका निम्ति मोहर बाँधेर राखे। अनि यो सहस्राब्दी भनेको चाहिँ के हो त? 1000 वर्षको समयलाई भनिन्छ। अनि यो 1000 वर्ष सम्बन्धी एक हजार वर्षको यो समय यो यही पुस्तकमा मात्रै छ क्या फेरि यो होइन। अनि यो समयलाई ल्याएर धेरैले अब होइन यो विचार राखेका छन्। त्यो विचारहरूलाई हामीले हेर्नेछौँ र त्यो विचारहरू जुन विचार मान्दा पनि गलत हुँदैन हेर्नुहोस्। तर तपाईँको जुन तपाईँले त्यो विचारहरू बुझ्दा जुन तपाईँलाई कन्भिन्सिङ लाग्छ होइन, जुन विचारमा तपाईँलाई बढी हो जस्तो लाग्छ तपाईँले त्यही लिन सक्नुहुन्छ। यो यो ल्याए त्यो ल्याए भनेर हामीलाई झुटो एकअर्काप्रति झुटो बनाउँदैन है। त्यो कुरा चाहिँ अब हेर्नेछौँ। अब हेर्नुहोस् है, यो 1000 वर्ष सम्बन्धी मुख्य गरे 3 किसिमका छन् कि है। अनि एउटा चाहिँ असहस्राब्दी होइन, एउटा उत्तर सहस्राब्दी र एउटा पूर्व सहस्राब्दी है। असहस्राब्दी भनेको एमिलेनिजम होइन, यो चाहिँ पोस्ट मिलेनियम। अनि यो चाहिँ पूर्व भनेको चाहिँ फेरि प्रि मिलेनियम भन्छ है। अब हामीले चाहिँ यसलाई हेर्नेछौँ अब के हुनेछ भन्ने कुरा हेर्नेछौँ ल। अब असहस्राब्दी मिलेनियमले चाहिँ के भन्छ भने 1000 वर्षको सम्बन्धी है, 1000 वर्षको समयलाई के भन्छ भने हेरौँ ल। असहस्राब्दीको दृष्टिकोणको अनुसार 1000 वर्ष भनेको अहिलेको मण्डलीको युग हो है, अहिलेको युग हो। वास्तवमा भविष्यमा 1000 वर्ष छैन। अनि शैतानलाई अतन कुण्डमा बाँधेको भनेको यसको प्रभाव विश्वासीहरूमाथि कम पर्न जान्छ, फलस्वरूप सुसमाचार विश्वभरि फैलिँदै जान्छ भनेको हो है। पृथ्वीमा हुने ख्रिस्टको शासन भौतिक होइन तर स्वर्गीय हो। अन्तमा यसुको दोस्रो आगमन हुनेछ र इसाई र गैर इसाईलाई दुवैको न्याय हुनेछ। यो विचारमा धेरै धेरै रिफर्मरहरू है, जोन क्याल्भिन एक महान ईश्वर शास्त्रीको सहमत गर्छन् के है। बुझ्दै हुनुहुन्छ? 1000 वर्ष भनेको अहिलेको समय हो है। यसु ख्रिस्ट जब मर्नुभयो, स्वर्गबाट हुनुभयो होइन, स्वर्गबाट हुनुभयो नि, आउनुभयो, स्वर्गबाट हुनुभयो। यसु ख्रिस्टको आगमनबाट यसु ख्रिस्टको दोस्रो आगमन नहुँदासम्मको समयलाई के भन्छ त? अनि 1000 वर्षको समय भन्छ के है।
अनि यसुले चाहिँ त्यो हुन्छ नि त्यो त्यो अतल कुण्डमा फालिदिनु भयो भन्छ नि शैतानले बाँध्नु भयो भनेको चाहिँ के रहेछ भने त्यसको मतलब चाहिँ अब चाहिँ संसारभरि एकदमै राम्रो हुनेछ। सबैले सुसमाचार सुन्नेछन्, धेरै मानिसहरू चाहिँ परमेश्वरतिर फर्कनेछन् होइन, धेरैले परमेश्वरको सुसमाचार ग्रहण गर्नेछन् भनेको छ है। अनि ख्रिस्टको शासन भनेको चाहिँ फेरि भौतिक होइन तर स्वर्गीय हो है। तपाईँले 28 अध्यायमा हेर्नुभयो भने सारा स्वर्ग र पृथ्वीको अधिकार मलाई दिएको छ भनेको छ होइन, र स्वर्गीय हो भनेर भन्छ। अनि यो कुरा यो हो खासमा। यसमा फरक चाहिँ के छ भने 1000 वर्षको समय भने अहिलेको समय हो, पछि 1000 वर्ष छैन, त्यो आलङ्कारिक शब्द मात्रै हो होइन भन्ने कुरा चाहिँ यसले भन्छ है। अनि यसको एउटा चित्रबाट पनि हेरौँ है यसको चाहिँ, जस्तै यो प्रेजेन्ट नयाँ एज कि। हजुर भन्नु भन्नु दाइ हजुर भन्नु न भन्नु। हजुर यो अहिले मलाई पनि यो कुरामा पढ्न चाहिँ पढेँ कि अरू कता कता हजुर अनसेटिस्फाई, अनि तिनीहरूले बुझाउनै नसक्ने कि बुझ्न नसकेको आजको क्लासद्वारा मैले के बुझेँ भने अब शताब्दीको कुरा आउँदाखेरि 1000 वर्षलाई शताब्दी भनिन्छ। जस्तै 100 वर्षलाई चाहिँ शताब्दी भनिन्छ, 100 इयर्सलाई शताब्दी भनिन्छ भने यहाँ 100 वर्ष 1000 वर्षलाई चाहिँ शताब्दी भनिन्छ। अब यसो आउनुभएको 2025 वर्ष भयो भने अलिक कुरा त्यो शताब्दी र शताब्दीको कुरा गर्दा अलिकति समझ अन्डरस्ट्यान्डिङ के आयो भने वास्तवमा अहिले चाहिँ त्यो भौतिक रूपमा चाहिँ आउँदैन, तर कतिचोटि त्यति यहुदीहरू पनि भौतिक रूपमा आउने कुरा, हामी पनि कतिचोटि भौतिक रूपमा आउँछ भन्ने कुरा कन्फ्युजनमा हुन्छौँ। तर उहाँ चाहिँ वास्तवमा उहाँ चाहिँ आत्मिक यो राज्य, अनि उहाँ चाहिँ अहिले आइसकेको 1000 वर्ष हो भन्ने कुरा अलिकति राम्रो सेटिस्फाई आयो क्या यो हो छलफलद्वारा हो समझ हो हो। बुझाइ। अब हेर्नुहोस् है असहस्राब्दी भनेको चाहिँ जस्तै हेर्नुहोस् है यसले चाहिँ के भन्छ भनेपछि भनेको चाहिँ छैन भन्न खोजेको कि नेगेटिभ हो, अनि सहस्राब्दी छैन भने सहस्राब्दी छैन भनेको कि 1000 वर्ष छैन भन्छ कि है। 1000 वर्ष भनेको चाहिँ यही हो, प्रेजेन्ट एज, प्रेजेन्ट अहिलेको समय हो कि, रियलाइज भन्छ नि त्यो प्रेजेन्ट टाइम, रियलाइज। हजुर प्रेजेन्ट टाइम, प्रेजेन्ट टाइम। अहिलेको समय। हेर्नुहोस् है यसु ख्रिस्टको आगमन हुन्छ नि, यसु ख्रिस्टको जन्म मृत्यु हुन्छ नि, जन्मबाट सुरु भयो उम्, होइन। अनि हेर्नुहोस् वी आर उम्, इन द मिलेनियम नाउ भन्छ कि यसले चाहिँ, हामी 1000 वर्षमा छौँ भन्छ। अनि तर यो चाहिँ के भयो, उम्, 1000 वर्ष चाहिँ सकिएको छैन भन्छ कि, सुरु भयो तर सकिएको छैन है। परमेश्वरको छैन। राज्य चाहिँ सुरु भयो तर सकिएको छैन के है। किङडम अफ गड अलरेडी नट एट भन्ने भन्छ कि थियोलोजिकल भाषामा है। परमेश्वरको राज्य चाहिँ सुरु चाहिँ भयो यसु ख्रिस्टको आगमनबाट होइन, तर सकिएको चाहिँ छैन भन्छ कि है। अनि कहिले हुन्छ त उम्, भन्दापछि अन्तिम चाहिँ यसु ख्रिस्टको रिटर्न हुन्छ। अनि यसु ख्रिस्टको रिटर्न हुने बेला चाहिँ अब दुइटै मान्छे होइन, विश्वासी अविश्वासीको पुनरुत्थान हुन्छ, न्याय हुन्छ, अनि त्यसपछि न्यायपछि उनीहरू अनन्तमा कि नरकमा कि स्वर्गमा जान्छन् है। अनि यो चाहिँ हो, यो चाहिँ असहस्राब्दी। बुझ्दै हुनुहुन्छ। अब अरू पनि जाउँ है। यो विचार चाहिँ धेरै फेरि उदाहरण चाहिँ जोन क्याल्भिन अनि धेरै रिफर्मरहरू, अहिले नेपालमा रिफर्मरहरू छन् नि अहिले अनि ती रिफर्मरहरूले चाहिँ उम्। मान्ने कुरा है यो चाहिँ वास्तवमा। केही छ अहिलेसम्म कुराहरू, अगाडि जाउँ ल, सकिन लागेछ। अनि अर्को कुरा ठिकै चाहिँ छ ल। हामीले बुझ्नुपर्ने चाहिँ पोस्ट मिलेनियलिजम भन्छ के। यो चाहिँ उत्तर सहस्राब्दी भन्छ कि, उत्तर सहस्राब्दी है। पोस्ट भनेको चाहिँ पछि रे कि फेरि, पछि भन्दा बित्तिकै तपाईँले के गर्नु पर्यो भने चाहिँ यो विचार अनुसार ख्रिस्टको दोस्रो आगमन चाहिँ 1000 वर्षपछि हुनेछ होइन। बुझ्नुभयो, हुन्छ 1000 वर्ष चाहिँ त्यहाँ छ भन्छ यसले भन चाहिँ, तर कहिले हुन्छ त, यो 1000 वर्षपछि सकिएपछि चाहिँ के हुन्छ त, यसुको आगमन हुन्छ भन्छ है। यो विचारलाई विश्वास गर्ने विश्वासी दाजुभाइ दिदीबहिनीहरू भन्छन् कि ठ्याक्कै 1000 वर्ष नभएर त्योभन्दा बढी पनि हुनेछ त्यो समयको अवधिमा है। त्यो 1000 वर्ष हुनुपर्छ भन्ने छैन, त्योभन्दा तलमाथि पनि त्यो समय पनि हुनसक्छ भन्छ है। यो 1000 वर्ष अनुसार यो 1000 वर्षमा सुसमाचार फैलन्छ, धेरै मानिसहरू परमेश्वरमा आउँछन्, र 1000 वर्षपछि यसुको दोस्रो आगमन हुनेछ, र विश्वासी र अविश्वासीको न्याय हुनेछ, त्यसपछि नयाँ स्वर्ग र नयाँ पृथ्वी हुनेछ। र यो विचारले उम्, मान्ने चाहिँ फेरि के हुन्छ भनेपछि अगस्टिन हिप्पो भन्ने एउटा ईश्वरशास्त्री हुनुहुन्छ उहाँले होइन, अनि बिबी वारफिल्डले अनि यो विचार चाहिँ समात्नुहुन्छ है। अनि यो चाहिँ पोस्ट मिलेनियलिजम है। अनि उत्तर सहस्राब्दी है, यसु क्रिस्टको आगमन चाहिँ 1000 वर्ष पछाडि हुन्छ भनेर भनेको है। अनि अझै चित्रबाट हामीले हेर्नेछौँ। अब यहाँ हेर्नु त यो चाहिँ के छ भन्दापछि जस्तै अब हेर्नु चाहिँ नट लिटरल 1000 इयरले के है, वास्तवमा 1000 वर्षको समय होइन भन्छ कि तिनीहरूले चाहिँ
है। 1000 वर्षको समय त होइन, 1000 वर्षसम्म, 1000 वर्ष पछि आउनुहुन्छ भनेर त भन्छ यसु ख्रिस्टको होइन, यसु ख्रिस्टको दोस्रो आगमन चाहिँ 1000 वर्ष बितेपछि मात्रै हुन्छ भन्छ। तर तिनीहरूले यो पनि भन्छ कि त्यो वास्तवमा 1000 वर्ष चाहिँ होइन है, वास्तविक 1000 वर्ष चाहिँ होइन है, त्यो आलङ्कारिक हो भनेर चाहिँ भन्छ है। अनि तिनीहरूले के भन्छ थाहा छ, जुन यो समय छ नि, यो प्रिजेन्ट एजदेखि यो यसु ख्रिस्टको रिटर्नसम्मको समय, तिनीहरूले के भन्छ भन्दा धेरैजनाले यो संसार चाहिँ बेटर हुन्छ अरे कि, एकदमै सुसमाचार सुनेर के, धेरैजनाले चाहिँ सुसमाचारले ग्रहण गर्छन् भने धेरैजना सुसमाचारमा वृद्धि हुन्छन् अरे है। अनि त्यस्तो गर्छ। बुझ्नुभयो। अनि अन्तिममा चाहिँ ख्रिस्टको आगमन हुन्छ, न्याय हुन्छ, अनि स्वर्ग नर्क जान्छ है, त्यो कुरा छ। यो पोस्ट भन्दा बित्तिकै 1000 वर्षको पछि है। ओके, अब हामी चाहिँ फेरि अब पूर्व सहस्राब्दी भन्छ क्या, अब यसलाई पनि दुई भागमा बाँडेको छ होइन, प्रि मिलेनियलिजम्स है। अनि यो चाहिँ पूर्व सहस्राब्दी भन्छ यसो क्रिस्टको है। अब यहाँ चाहिँ के छ भने दुईवटा कुरा छ कि चाहिँ एउटा प्राक उच्च हुन्छ हुन्छ नि, प्राक सहस्राब्दी भनेको चाहिँ प्रि ट्रिबुलेसन भन्छ के है इङ्ग्लिसमा चाहिँ। यो विचार राख्ने विश्वासीहरूले यसोको दोस्रो आगमन 1000 वर्ष आउनुभन्दा अगाडि आउन हुन्छ होइन भनेर विश्वास गर्छ। मण्डली चाहिँ महासङ्कट भएर जानेछ अरे के, महासङ्कट भनेको ट्रिबुलेसन है। त्यसपछि यसोको 1000 वर्षको समय यस पृथ्वीमा हुनेछ र उहाँ पुनरुत्थान भएको विश्वासीहरूले पुनरुत्थान भएको यीशु ख्रिस्टसँग 1000 वर्ष राज्य गर्नेछन् है। अनि हाम्रो सिस्टमेटिक थियोलोजी लेख्ने वाइन ग्रुडमले पनि यो विचारलाई फलो गर्नुहुन्छ है। अनि डन कार्सन भन्ने पनि हुनुहुन्छ, अनि उहाँले पनि यो विचार गर्नुहुन्छ है। अनि यहाँ फेरि के आउँछ भने महासङ्कटको कुरा आउँछ के है, महासङ्कटको कुराहरू आउँछ है। महासङ्कट भएर चाहिँ मण्डली जान्छ होइन। अनि त्यसपछि बल्ल यसु ख्रिस्टको आगमन हुन्छ। अनि यसु ख्रिस्टको आगमन हुँदापछि यसु ख्रिस्टसँगै पुनरुत्थान भएका विश्वासीहरूले चाहिँ के गर्छन् त, अनि 1000 वर्ष राज्य गर्छन् भनेर चाहिँ कुरा गर्छन्। तर अर्को कुरा फेरि के छ भन्दापछि यो प्रक महासङ्कष्टीय होइन, यो कस्तो शब्द छ कि यो महासङ्कट भनौँ न, अनि प्रक सहस्राब्दीवाद है, यो विचार राख्ने विश्वासीहरू अनुसार चाहिँ यसु ख्रिस्टको दोस्रो आगमन चाहिँ महासङ्कट अगाडि विश्वासीहरूको लागि सुटुक्क हुन्छ होइन। र यहुदीहरू चाहिँ महासङ्कट भएर जानेछन्, तर अनि अन्तमा विश्वासी विश्वासी हुनेछन् होइन। त्यसपछि चाहिँ यसु ख्रिस्टको आगमन आफ्नो जनहरूसँग हुनेछ र उहाँका 1000 वर्षको राज्य यस पृथ्वीमा हुनेछ। अनि यो चाहिँ जोन म्याकआर्थर भन्ने एउटा अस्ति भर्खर बित्नु भयो, अनि उहाँले चाहिँ यो विचारलाई फलो गर्नुहुने रहेछ। अनि एउटा कुरा यसले चाहिँ फेरि के भन्छ भन्दापछि अब मण्डली होइन, यहुदीहरू चाहिँ महासङ्कट भएर जान्छन् भन्छ के। महासङ्कट हुनुभन्दा अगाडि चाहिँ के हुन्छ भन्दाखेरि अब यो के अरे यसुको के अरे उसको के भन्छ हाम्रो विश्वासीहरूको चाहिँ फेरि के अरे माथि होइन ऱ्याप्चर हुन्छ भन्छ के है। अनि त्यसपछि महासङ्कट पछाडि पछि फेरि के हुन्छ त, विश्वासीहरू यसु ख्रिस्ट आगमन हुन्छ, अनि विश्वासीहरू चाहिँ उहाँसँग शासन गर्छ भन्छ र यो कुरा चाहिँ केही छ। यो चित्र पनि मलाई पनि अलिक गाह्रो गाह्रो छ होइन। यो चर्च एज भयो, अनि त्यसपछि यो चाहिँ के छ भन्दा ग्रेट एपोस्टेसी भनेको चाहिँ धेरै विरोधहरू हुन्छ है। अनि विरोधहरू हुन्छ, अनि ट्रिबुलेसन भन्छ होइन। अनि ट्रिबुलेसन भनेको चाहिँ अब त्यो सङ्कट महासङ्कट है। त्यहाँ चाहिँ फेरि त्यहाँ चाहिँ फेरि यो चाहिँ गैर यहुदीहरू जो ख्रिस्टमा विरोधीहरू चाहिँ त्यो भएर जान्छन् होइन। अनि त्यसपछि अब यहाँ फेरि अब हुन्छ ऱ्याप्चरहरू हुन्छ। अनि त्यसपछि बल्ल यो मिलेनियम हुन्छ भन्छ के। यो चाहिँ प्रक्ष शताब्दी। अनि यो चाहिँ फेरि महासङ्कट पछाडि भन्ने भन्छ के, बुझ्नुभयो। अघि चाहिँ प्रि मिलेनियम र पोस्ट मिलेनियम हेऱ्यौँ होइन। यहाँ चाहिँ फेरि प्रि ट्रिबुलेसन र पोस्ट ट्रिबुलेसन के, बुझ्दै हुनुहुन्छ। अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि अब खासमा हेऱ्यो भने चाहिँ ऱ्याप्चर पहिले हुन्छ, त्यसपछि ऱ्याप्चर सुटुक्क हुन्छ भनेको चाहिँ वास्तवमा चाहिँ विश्वासीहरूको ऱ्याप्चर हुन्छ भन्न खोजेको के। अनि त्यसपछि महासङ्कट हुन्छ, त्यसपछि मिलेनियम हुन्छ भन्छ होइन। तर योले फेरि के भन्छ भन्दापछि अरे पहिला महासङ्कट हुन्छ हेर्नुहोस् होइन, त्यसपछि ऱ्याप्चर हुन्छ, अनि त्यसपछि बल्ल सहस्राब्दी हुन्छ भनेर चाहिँ विश्वास गर्छ। अलिकन गाह्रो छ कति कुराहरू है। अनि तर हामीले यो चाहिँ बुझ्छौँ कि जुन उ गरे पनि हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भन्दापछि यसो उसको आगमन चाहिँ निश्चित छ है, अगाडि भए पनि पछाडि भए पनि होइन। अनि त्यो बिचमा भए पनि यसु ख्रिस्टको आगमन चाहिँ निश्चित छ भन्ने कुरा चाहिँ, अनि हामीले चाहिँ त्यो कुरा चाहिँ उ गरौँ है। त्यो कुरा म्याटर गर्छ है, हामीले कसरी जीवन जिरहेको छौँ होइन।
कसरी हामी चाहिँ उ गरिरहेको छौँ भन्ने कुरा चाहिँ म्याटर चाहिँ गर्छ। यसो ख्रिस्टको आगमन चाहिँ निश्चित छ भन्ने कुरा चाहिँ हामी ढुक्क हुनुपर्छ है, त्यसमा चाहिँ शङ्का छैन। अनि यसो ख्रिस्टको आगमन नै हामी विश्वासहरूको आशा हुनुपर्छ। यसो ख्रिस्टको आगमन नै हाम्रो निम्ति हुन्छ नि त्यो प्रेरणा बन्नुपर्छ कि हाम्रो सेवकाईको वास्तवमा है। अनि प्रेरणा बन्नुपर्छ कि म परमेश्वरसँग हुनेछु एक दिन भन्ने कुरा चाहिँ प्रेरणा गर्नुपर्छ। ठिक छ तपाईँहरू, यो कुराहरू अलिक गाह्रो विषय हो। अनि म चाहिँ हाम्रो डक्टर विजय कर्मचारीको भिडियो पनि हेर्नुहोस् भनेर रेकमेन्ड गर्छु। अनि उहाँले अझै राम्रोसँग सिकाउनुहुन्छ है। आ, तर यति नै हो, अगाडि भए पनि 1000 वर्षको समय छ छैन भने पनि यति नै हो कि यसो ख्रिस्ट आउनुहुन्छ है। यसो ख्रिस्ट आउनुहुन्छ। अनि मेरो विषयमा भन्ने हो भने चाहिँ म प्राय अब अहिले अहिले हेर्दापछि यो जस्तो चित लाग्छ क्या मलाई चाहिँ, यो असहराब्दी होइन। अनि ठिक छ, अरू के छ तपाईँहरूलाई? अब थोरै दुइटा स्लाइड छ। अन्तिम न्यायको विषयमा अघि दाइले भनिसक्नु भयो है। अन्तिम न्याय भनेको चाहिँ के हो? फाइनल जजमेन्ट भनेको चाहिँ यहाँको एउटा कुरा चाहिँ के छ भने विश्वासीहरूको लागि न्याय भइहाल्यो होइन, न्याय नै भयो। तर अविश्वासीहरूको लागि चाहिँ के हुन्छ त? उद्धार भन्नुभयो। तर बुझ्नुपर्ने कुरा चाहिँ के छ भन्दापछि अब केही बाइबल पदहरू हेरौँ न है। अब अन्तिम अन्तिम न्यायको विषयमा अब सबै कुरा सुनेका छन्, कुराको निष्कर्ष यही हो, परमेश्वरको भय राख, उहाँका आज्ञाहरू पालन गर, किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो। किनकि हामीले गरेका काम र असल होस् वा खराब होस्, प्रत्येक गुप्त कुरा समेत सबैको न्याय परमेश्वरले गर्नुहुनेछ। उपदेशक 12:13-14 है। त्यही नै हो। अनि अर्को कुरा यो एउटा के ऊ पढौँ, प्रेरित 17:31 पढौँ। प्रेरित 17:31 ल है, पढौँ है, पढौँ। अब लास्ट पद हो। किनकि उहाँले एक दिन तोकिदिनु भएको छ, जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएको एकजना व्यक्तिद्वारा धार्मिकतामा संसारको इन्साफ गर्नुहुनेछ। उनलाई मृतकबाट जीवित पार्नु भएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ। प्रमाण दिनुभएको छ, नियुक्त पार्नुभएको छ एक दिन है। अनि त्यो दिन भने के हो त? अनि अन्तिम अन्तिम दिन हो कि खासमा। अनि अर्को भाषामा चाहिँ पुरानो करारमा हेर्नु भने डे अफ द लर्ड, डे अफ द लर्ड भन्छ होइन। अनि नयाँ नयाँ करारमा हेऱ्यो भने चाहिँ सेकेन्ड सेकेन्ड कमिङ अफ क्राइस्ट के है, यस क्रिस्टको दोस्रो आगमन के होइन। अनि त्यो दिनलाई चाहिँ अन्तिमको दिन भनेको छ कि। अनि अन्तिमको दिनमा हामीले बुझ्नुपर्ने कुरा चाहिँ यसु ख्रिस्ट हाम्रो न्यायकर्ता हुनुहुनेछ त्यति बेला होइन। अनि जस्तै अविश्वासीहरूको न्याय हुनेछ र अनन्त न्यायको लागि दोषी ठहरिन्छ है, जहाँ दारा किट्नेछन् होइन। जहाँ हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भनेपछि अनन्तको लागि भनेपछि तिनीहरू कहिले मर्ने छैनन् है। बुझ्दै हुनुहुन्छ? तिनीहरू शरीरमा मर्छन् तर आत्मामा तिनीहरू कहिले मर्ने छैनन्। तिनीहरूले सधैँ दुःख पाउनेछन् के है। त्यो महसुस गर्नेछन्, दाह्रा किट्नेछन्, चिथोड्नेछन् होइन, कहिले न्याय हुने छैन। तर विश्वासीहरूको पनि के हुन्छ त? न्याय हुन्छ होइन, काम अनुसार हुनेछ भनेर चाहिँ म अचम्म लाग्छ यहाँ चाहिँ। हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भन्दापछि विश्वासीहरूको न्याय हुन्छ हेर्नुहोस् है। तर न्याय न्याय चाहिँ कस्तो हुन्छ भन्दा चाहिँ दुई किसिमको हुँदो रहेछ कि विश्वासीहरूको चाहिँ। एउटा चाहिँ ओहदागत हुँदो रहेछ होइन। ओहदागत भनेको चाहिँ पोजिसनल। हाम्रो न्याय चाहिँ कस्तो हुँदो रहेछ भने हामी मृत्युबाट सार्यौँ, हामी जीवनमा सारिसक्यौँ, ख्रिस्टमा हामी धर्मी ठरिएका छौँ, पवित्र ठरिएका छौँ होइन, नयाँ जीवन पाएका छौँ, त्यो पोजिसनल रहेछ होइन, त्यो ओहदा रहेछ। तर त्यो नयाँ जीवन जिएको छौँ कि छैनौँ होइन, त्यो नयाँ जीवनले फल फलाएको छ कि छैनौँ, त्यो नयाँ जीवन चाहिँ अरूको सेवा गर्न कतिको हामी समर्पित छौँ भने त्यो कामको आधारमा चाहिँ हाम्रो इनाम हामीले दिइने रहेछ कि स्वर्गमा। बुझ्दै हुनुहुन्छ? कामको आधारमा है। मैले भन्न खोजेँ कि हाम्रो असल कामहरू मुक्तिको आधार होइनन्, तर तिनीहरू प्रमाण हुन् के है। अनि तिनीहरू जग होइनन् तर फलहरू हुन् के है। भन्नुको मतलब चाहिँ हामी चाहिँ असल कामद्वारा बचाइएका होइनौँ, तर हामी असल कामको निम्ति बचाइएका हौँ के। एफिसी 1:14 है।
हामी असल कामद्वारा बचाएका होइनौँ, तर असल कामको निम्ति बचाएका हौँ। र यो असल काम हाम्रो जीवनबाट भएको छ कि छैन भन्ने कुरा चाहिँ आज स्वर्गमा हाम्रो न्याय हुने बेला चाहिँ के हुँदो रहेछ त, त्यो काम अनुसार चाहिँ न्याय हुँदो रहेछ कि। जस्तै जसले धेरै राम्रो असल काम गर्यो त्यसले चाहिँ धेरै इनाम पाउँदो रहेछ कि। अब यो अचम्म लाग्दछ होइन। अब म पनि छक्क उम्, परिरहेको है। अनि त्यति बेला थाहा हुन्छ कि अनुग्रह भनेको चाहिँ हामीलाई पाप गर्न दिएको लाइसेन्स होइन भनेर धेरै प्रचारकले भन्नुहुन्छ नि। पाप गर्नलाई, उम्, चोर्नलाई, ढाँट्नलाई, लुट्नलाई दिएको लाइसेन्स होइन अनुग्रह भनेको चाहिँ, है। फ्री छ, उम्, होइन। तर चोर्नलाई, ढाँट्नलाई, लुट्नलाई, है, मान्छेहरूलाई दबाउनलाई दिएको लाइसेन्स होइन भन्ने कुरा चाहिँ त्यति बेला थाहा हुन्छ कि जति बेला हाम्रो कामको आधारमा, काम अनुसार काम अनुसार परमेश्वरले न्याय गर्नुहुन्छ कि। बुझ्नुहुन्छ उम्, है। हो। त्यो चाहिँ रहेछ कोरिन्थीको क्या। पत्रमा भनेको छ, अँ, हाम्रो कामहरू आगोद्वारा जाँचिन्छ अनि हामीले हो। बनाएको घर खरपातले बनाएको छौँ भने डढ्यो भने त्यतिखेर अनुहार चाहिँ कालो हुन्छ। अनि उम्। हिरा मोती सुन चाँदीले बनाएको भने झन् खारिएर टल्क्यो भने चाहिँ हँसिलो अनुहार हुन्छ स्वर्गमा हो। पोजिसनमा। अनि यो अचम्म छ है, नो डाउट्स होइन, तपाईँले अचम्म छ कि यो चाहिँ होइन। अनि यसले चाहिँ उम्, हामीलाई त्यो जोस् निरुत्साहित नतुल्यायोस् होइन, यसले चाहिँ हामीलाई चाहिँ डर नदेखाओस्। तर यसले चाहिँ हामीले चाहिँ के गरोस् भन्दापछि असल काम गर्नलाई विश्वासले बनाएका रहेछौँ, मण्डलीलाई होइन, असल काम गर्नको लागि प्रोत्साहन बचाएका रहेछौँ भनेर चाहिँ त्यो प्रेरणा दियोस् क्या हामीलाई यो सत्यताले चाहिँ, है। दिन्छ। आमिन, आमिन। त्यो प्रेरणा दियोस्, त्यही भन्छु म चाहिँ। मलाई पनि त्यही च्यालेन्ज छ होइन। अनि हामी बचाइएका छौँ भनेर हामी लापरवाही जीवन नजिउँ, होइन। अनि किन भन्दाखेरि त्यति बेला हाम्रो चाहिँ काम अनुसार हाम्रो जाँच हुनेछ, है, किन बाइबलले त्यही भन्छ, है। उम्, काम अनुसार जाँच हुनेछ, है। त्यही भन्छु। अनि अन्तमा यही भन्न चाहन्छु, कामको आधारमा हामी मुक्ति पाएको होइन, तर असल कामको निम्ति हामी चाहिँ मुक्ति पाएको, है। हामीले हाम्रो जीवनबाट असल काम हुनुपर्छ। बुझ्दै हुनुहुन्छ। अनि हाम्रो फलहरू फल्नुपर्छ, चेलाहरू बन्नुपर्छ हाम्रो जीवनबाट, है। उम्, अनि त्यो चाहिँ के रहेछ त, हामीले मुक्ति पाएको प्रमाण रहेछ कि। अनि फलहरू रहेछ, है। अनि त्यो छ। एकदमै होसियार हौँ है। हाम्रो न्याय चाहिँ उद्धारको लागि मात्रै हुन्छ भनेर चाहिँ जेपिटी हुन्छ नि नगरौँ, होइन। परमेश्वरले हामीलाई त्यसलाई अनुग्रह अनि एकदमै लाइसेन्स दिन, होइन, अनुग्रह चाहिँ हामीलाई पाप गर्नलाई लाइसेन्स दिएको होइन, मान्छेलाई ठग्नको लागि दिएको लाइसेन्स होइन, तर असल काम गर्नको लागि दिएको हो। अनि त्यही भएर एकदमै एकदमै होसियार हौँ। अनि एकदमै यो कुराले हामीलाई चाहिँ निरुत्साहित नगराओस्, डर नदेखाओस्, तर हामीलाई उहाँले अनि असल कामको लागि बनाउनु भएको रहेछ भनेर चाहिँ प्रेरणा दियोस्, है, प्रेरणा दियोस्। अनि त्यही भन्न चाहन्छु। ल, अन्तिम दिन पनि सकियो। अनि नयाँ स्वर्ग र नयाँ पृथ्वीको बारेमा भन्नुपर्दा अरू केही होइन, वास्तविक छन् नयाँ स्वर्ग र नयाँ पृथ्वी, वास्तविक छन् है ती कुराहरू, होइन। अनि स्वर्ग भनेको चाहिँ यस्तो ठाउँ हो जहाँ विश्वासीहरू जान्छन् सधैँको लागि आनन्द गर्न। अनि स्वर्ग भनेको यस्तो ठाउँ हो जहाँ चाहिँ विश्वासीहरूले, होइन, त्यो मोसाले त येशूको अथवा परमेश्वरको त्यो कपडा देखेको थियो, होइन। तर विश्वासीहरूले येशूलाई फुल हुन्छ नि फुल भर्जनमा देख्नेछन् के स्वर्ग भनेको चाहिँ। बुझ्नुहुन्छ। त्यो फोटोकपी पनि होइन, अनि त्यो अलिकन त्यो छाया पनि होइन, तर हामीले त्यो स्वर्ग भनेको यस्तो ठाउँ हो जहाँ चाहिँ हामीले यसोलाई आम्ने सामने फुल हुन्छ नि छर्लङ्ग देख्छौँ कि। अनि नरक भन्दाखेरि यस्तो ठाउँ हो फेरि जहाँ चाहिँ हामीले यसोलाई न्यायकर्ताको रूपमा देख्छौँ कि। नरकमा पनि परमेश्वर हुनुहुन्छ भनेको चाहिँ यसुको न्यायकर्ताको रूप छ कि नरकमा चाहिँ। बुझ्दै हुनुहुन्छ। त्यो छ। ल, प्रभुलाई महिमा भएको होस्। अनि मोटामोटी हामीले सिद्धान्तहरूको बारेमा अनि अध्ययन गर्न पायौँ। अनि आज मैले यहाँ सरलाई पनि देखिरहेको छु, हाम्रो उमेश सर हुनुहुन्छ। आ, केही छ तपाईँहरूलाई अन्तिम शब्द राख्नुपर्ने?